ब्राह्मणवादी नीतिले हामीलाई के बनायो भन्दा आदिवासी जनजाति दलित बनायो, मटवाली शूद्र पनि बनायो इतिहास। त्यो ब्राह्मणवादी नीति। मङ्गोलवाद दर्शनले हामीलाई मूलवासी हो, मालिक हो भन्छ, प्रमाण पेश गर्छ। बाहुनवादी नीति तथा दर्शनले हामीलाई आदिवासी जनजाति दलित भन्छ। हेर्नुहोस्, आदिवासी जनजाति दलित भन्नु भनेको बाहुनवादी दर्शनमा प्रवेश गर्नु है। त्यो बाहुनवादीहरूले, त्यो शासकहरूले भ्रष्टाचार गर्नु, यो देश कङ्गाल बनाउनुको समर्थन गर्नु हो आदिवासी जनजाति दलित भन्नु भनेको। यो बडा गम्भीर कुरा छ। यो कसरी समर्थन हुन गयो त भन्दा ब्राह्मणवाद भनेको एउटा चालो है, बाहुन भनेको माकुरा हो। बाहुन भनेको माकुरा। मैले सोझो अर्थमा भन्दैछु यो, किनभने यो गम्भीर अर्थमा भन्यो भने मान्छेले कुरै बुझ्दैन। किनभने अब धेरै पढे लेखेको त छैन, हिजो त पढाएन त, त्यो त्यही फिलोसफी दर्शनबाट चाहिँ कुरा गर्दाखेरि त बुझ्दैन। त्यहाँ कहाँ निडाइहाल्छ त्यहाँ फेरि मान्छे। त्यसले गर्दाखेरि बडा सजिलो माध्यमबाट खोजेर कताबाट हुन्छ त्यो बुझाउनु पर्ने स्थिति आएको हुनाले मैले के तुलना गरेँ, अध्ययन गरेँ भन्दा यो बाहुन भनेको माकुरा, बाहुनवाद भनेको माकुराको जालो। त्यो बाहुन अथवा माकुरा एकदम कमजोर हुँदो रहेछ। माकुरा यस्तो कमजोर हुन्छ कि त्यो माकुराको चाहिँ छाला बहुत कमलो हुन्छ, हात खुट्टा पनि बहुत लुलो हुन्छ। त्यसलाई अलिकति छुस्स पार्ने बित्तिकै खुट्टा पेडक्कै भाँचिन्छ। त्यसको अब त्यो छाला पनि पाल पर्छ, त्यसले केही गर्न सक्दैन त्यसले काम। अब त्यसले आफ्नो खानकिता बनाउनु पर्यो। काम गर्न नसकेपछि त्यसले त अब आफ्नो पेट त पाल्नु पर्यो, अब जसरी त खानु पर्यो। के आइडिया लाउँछ त्यसले भन्दा माकुराको जालो बुन्छ त्यसले। यताबाट उता, उताबाट तल, तलबाट यताको माकुराको जाल बुन्छ त्यसले। हेर्नुहोस्, ठुलो जाल बुन्छ। त्यो घरतिर, कुनातिर, पहिले घाँस काट्न जाँदा जङ्गलतिर पनि त्यसो गरेको हामी देख्छौँ। अब त्यो माकुराको जालोमा फट्याङ्ग्रा, ठुल्ठुला फट्याङ्ग्राहरू, पुतलीहरू त्यहाँ फ्याट्टै चप्किएको हुन्छ कि त्यो फट्याङ्ग्रा। त्यो उसले त पुतलीले त देख्दैन, उता पनि छ्याङ्गै देख्छ, यता पनि छ्याङ्ग्रा, फट्टै जान्छु भने त्यहाँ च्याप्पै चप्क्यो। अनि चप्किसकेपछि अब त्यो माकुरा चाहिँ बल्ल के गर्छ, बिस्तारै 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 त्यो फँसेको पुतली र फट्याङ्ग्रा कहाँ पुग्छ। त्यसपछि अब बिस्तारै बिस्तारै त्यसको खुन सबै, मासु सबै खाइदिन्छ। अनि चाहिँ हड्डी मात्रै कक्रक्कै परेको देख्छौँ हामी। ब्राह्मणवाद भनेको यस्तो है। एमाले भनेको चाहिँ माकुराको जालो, यो एउटा जालो। माओवादी भनेको फेरि अर्को जालो, काङ्ग्रेस भनेको अर्को जालो, राष्ट्रिय स्वतन्त्र पार्टी फेरि अर्को जालो, राजावादी फेरि अर्को जालो। अनि त्यहाँ जालोमा चाहिँ हाम्रो मान्छे चप्क्यो, न यता न उता। न त्यहाँ गएर त्यो जाल फटाएर चाहिँ सत्तामा पुग्छ, प्रधानमन्त्री राष्ट्रपति बन्न सक्छ, न यता आइजा भनेर निस्किन सक्छ। अनि त्यहीभित्र हाम्रो मान्छेले के कहाँ भोट हाल्छ एमाले काङ्ग्रेस। बाहुन त खराबै भयो। हाम्रो गुरुङ उठ्या छ नि त काङ्ग्रेसमा, एमालेमा मगर उठ्या छ नि त, कामी दमाई सार्की उठ्या छ नि त। त्यसलाई भोट दिने भएपछि त्यसलाई बजाएर कसले खायो? माकुराले खायो हाम्रो सबैलाई। स्थिति चाहिँ यस्तो छ। यसलाई भनिन्छ बाहुनवादको जालो। बाहुनवाद भन्ने नीति हो यो है। अब बाहुनवादले हामीलाई के बनायो? आदिवासी जनजाति दलित बनायो। आफै चप्क्यो क्या त्यहाँ। जनजाति विक्रम सम्वत 2046 सालमा मोहन विक्रम सिंह र राजा वीरेन्द्रले गोरखपुरको विश्व हिन्दू अधिवेशनबाट जनजाति भन्ने शब्द ल्याएको कहिले? विक्रम सम्वत 2046 साल। त्योभन्दा अगाडि जनजाति चाहिँ भन्दैन थियो हाम्रो पुर्खाले, सोध्नु होला। 46 सालमा मात्र आयो जनजाति भन्ने शब्द। संस्कृत भाषामा जन भनेको कमारा, जाति भनेको थरी थरी। कसको कमारा? थरी थरी कमारा। मगर कमारा, गुरुङ कमारा, राई कमारा, लिम्बू कमारा, थारू कमारा, तामाङ कमारा, कामी कमारा, थरी थरीको कमारा। कसको? बाहुन छेत्रीको। सिधै भनेन उसले। हामी जनजाति हौँ भन्नु भनेको हामी बाहुन छेत्री कमारा हौँ भने हो त्यो खास अर्थमा संस्कृत भाषामा। अनि अङ्ग्रेजीमा नोम्याड जिप्सी भन्छ जनजातिलाई। देशै नभएको घुमन्ते फिरन्तेलाई जनजाति भन्नुपर्छ। हामी चाहिँ त्यही भन्दै हिँड्छ। दलित भन्ने शब्द पनि त्यसपछि मात्रै आएको 47 सालमा डाक्टर गोपाल गुरुङले कामी दमाई सार्की चाहिँ मगर गुरुङ र तामाङ हो। त्यहाँबाट कामी दमाई सार्की बनाएको इतिहास उसले दबाएर राख्दै उहिले सिध्याएको सबै। त्यो कामी दमाई सार्कीको इतिहास धेरै लामो छ, त्यो चाहिँ अब फेरि पछि पनि हामी बताउँछौँ
अलि छोटो छोटो मैले समय नभएर छोटो छोटो हामी बताउँछु। कामी दबाई सार्की संसारमा कहीँ पनि छैन रहेछ। कहीँ चाइना, जापान, अमेरिका, युरोपतिर, अरबतिर जानुहोस्, कामी दबाई सार्की कहीँ पनि छैन। सिर्फ नेपाल र भारतमा मात्रै कामी दबाई सार्की अछुट छ। किन बनायो? कसले बनायो भने बाहुनले बनायो, बाहुनवादले बनायो। कसलाई बनाएको भन्दा त्यहीँका मूलवासीलाई बनायो। भारतका मूलवासीलाई कामी दबाई सार्की प्रयोग गर्यो, यहाँका मूलवासीलाई त्यो बनायो। तर को थिए त ती कामी दबाई सार्की बनाइएकाहरू भन्दा त्यो राज्य सञ्चालन गर्दाखेरि हिजो हाम्रो पुर्खाको त राजा थियो है, राजा थियो। अनि त्यो राजा त्यो पुरै चाहिँ तपाईँको त्यति बेला चाहिँ ठुल्ठुला राजाहरू भइसकेपछि उसको सेना हुन्छ, राजाको त सेना हुन्छ, उसको थुप्रै काम गर्ने चाहिँ त्यहाँ कर्मचारीहरू हुन्छ, ठुल्ठुला चाहिँ अधिकृतहरू हुन्छ। इतिहासमा तपाईँ हेर्नु होला, अलिकति यसलाई बुझ्नको लागि तपाईँले पुराना फिल्महरू चाहिँ हेर्नुभयो भने त्यो पुरानो फिल्ममा इतिहासमा चाहिँ तपाईँ एउटा राजाले अर्को राजालाई आक्रमण गर्छ, अर्को राजाले अर्को राजालाई आक्रमण गर्छ। त्यो राज्य चाहिँ आक्रमण गरेपछि त्यो एउटा जुन राजा जित्छ, अब अपोजिट एउटा राजा त मर्छ, त्यहाँ हार्छ। हो, त्यो हारेको मान्छेलाई के गर्छ? दास बनाउने चलन हुन्छ संसारमा। त्यो हारेको सेनाहरू राजाहरूले चाहिँ आफ्नो राज्यमा ल्याएर दास बनाउने। दास बनेपछि पूर्ण रूपमा उसलाई गाह्रो गाह्रो काम अराउने, काममा मात्रै अराउने, थोरै खाना पनि धेरै नदिने हैन, त्यस्तो दुःख दिने चलनहरू संसारमै हुन्थ्यो। र त्यो नेपालमा पनि भएको थियो। तर संसारमा चाहिँ दास मात्रै थियो, सिर्फ दास मात्रै बनाउने सिस्टम थियो। र बिस्तारै बिस्तारै कालान्तरमा त्यो दास प्रथा हटाउँदै त्यो सामन्तवाद पुँजीवादको विरुद्ध क्रान्ति हुँदै आउँदाखेरि त्यो दासहरू पुरै अन्त्य भएर जाँदै गए, हराउँदै गए। नेपाल र भारतमा चाहिँ यत्रो क्रान्ति हुँदा किन हराएन त यो भन्दाखेरि यहाँ चाहिँ अछुत भन्ने शब्द हालिदियो पछाडिबाट। अछुत भन्ने शब्दले त्यो जालोले ढाक्यो कि त्यहाँ अछुत भन्ने चाहिँ जालो हो, नीति हो। त्यसले चाहिँ त्यो बिहेरेपछि त्यो जस्ताको तस्तै आजसम्म निरन्तर हुँदै आएको कुरा हो। खासमा मगर गुरुङ तामाङको जुन राज्य कब्जा गर्ने बेला त्यहाँको चाहिँ उनी हारेपछि त्यहाँको सेनाहरू, त्यहाँको चाहिँ ठुल्ठुला मान्छेहरूलाई चाहिँ दास बनायो। दास भनेपछि अब आफ्नो भाषा बोल्न नि पाएन, कपडा लाउन नि पाएन, वेशभूषासँग केही पनि लाउनु पाएन। त्यो त उसले, उसको मालिकले जे भन्छ त्यति मान्नुपर्ने बाध्यात्मक एउटा परिस्थिति चाहिँ सिर्जित हुन्छ। त्यो स्थितिबाट चाहिँ अब त्यो कामी दबाई सार्की सिर्जित भएको हो भन्ने कुरा डाक्टर गोपाल गुरुङको आफ्नो मङ्गलवाद दर्शनमा क्लियर छ। अब यो कुरा गोपाल गुरुङले 36 सालबाट अगाडि बढाउँदै गर्दा यहाँको चाहिँ अब ब्राह्मणवादीहरू तर्से, डराए। कामी दबाई सार्की पनि मालिक भयो भने त खतरा हुन्छ हामीलाई भनेर यसलाई कुन खोरमा चाहिँ हाल्ने त भन्दा अब अछुत भन्ने त काम लागेन। यो शब्दले त काट्छ। यो मङ्गलवाद दर्शनले अछुत भन्ने शब्दलाई काटेर, जालो काटेर चाहिँ उसलाई मुक्ति दिलाउने भन्ने कुरा आयो। अब यसलाई चाहिँ दलित भनेर फेरि अर्को शब्दले चाहिँ छोप्नु पर्यो। दलित भनेको चाहिँ फेरि अर्को नदेखिने चिजले छोपिदियो त्यहाँ है। दलित भनेको चाहिँ संस्कृत भाषाबाट ल्याए यिनीहरूले, दल्लिने, हेपिने, दलदलमा फँसेको मान्छे, फस्ने मान्छे। अनि अङ्ग्रेजीमा चाहिँ अनटचेबल भनेको छुन नमिल्ने भन्यो। उयो दलित भन्नु भनेको हामी छुन नमिल्ने जातीय मान्छे हो भन्नु हो। त्यो अनि त्यो आफूलाई त्यो गरेपछि कहाँबाट मुक्ति हुन्छ, कहिले हुन्छ त्यो? यो बाहुनवाद नीतिले भन्यो। अनि आदिवासी भनेको चाहिँ हामीलाई चाहिँ के बनायो? आदिवासी बनायो। कसले? एमालेको 4औं राष्ट्रिय महाधिवेशनले मूलवासी होइन तिम्रो चाहिँ आदिवासी हो। कसरी? तिम्रो पुर्खाहरू आदिमकालमा बाहिर कतैबाट आएर बसोबास गरेकोले आदिवासी होला भन्ने मात्रै भयो हाम्रो मान्छे। किन भन्दाखेरि प्रमाणित छैन। अब इतिहास त सबै जलाइदियो नि, यहाँको इतिहास केही छैन, तिमी कहाँको कसो भन्ने कुरा केही छैन। हाम्रो मान्छेले एकरो मात्रै सोच्यो कि उता चाहिँ बाहुनवादीले के भन्यो? तिमी आदिवासी हो, आदिमकालमा तिम्रो पुर्खा बाहिर कतैबाट आएको कारणले तिमी आदिवासी जनजाति दलित हो। होला, हो गरे, आदिवासी हो गरे, हामी त जनजाति दलित पो हो गरे भनेर जनता मान्छेले त्यही भन्यो। अलिकति नेता मान्छेले चाहिँ के भन्यो? बाहुनकै कुरा सुन्यो। होला, त्यसो भए ल ठिक छ, यसलाई पारित गरौँ भन्यो। अनि जनताले चाहिँ हो गरे, हामी दलित हो गरे, जनजाति हो गरे, आदिवासी पो हो गरे, आदिमकालमा बाहिर कतै आएको हो गरे हाम्रो पुर्खा। एकरो मात्रै ताली बज्यो, एकरो हातले ताली बज्दैन, दोहोरो चाहिन्छ। दोहोरो अब अर्को ताली चाहिँ के बजाउन सकेन हाम्रो मान्छेले भने हाम्रो पुर्खा आदिमकालमा बाहिर कतैबाट आएको हो भने कुन कालखण्डमा कहाँबाट कहिले आए प्रमाण छ कि छैन भनेर सोध्न सकेन कि त्यो बाहुनवादीले, त्यो पार्टीले। के प्रमाण छ हाम्रो पुर्खा बाहिरबाट आएको देखा मात्रै भनेको भयो नि हाम्रो जनताले।
तिनीको हालत खराब त्यही हुन्थ्यो। त्यो भोट माग्न आउने बेला सूर्यमा बठाल, रुखमा बठाल, हँसियाटौँमा बठाल, या घन्टीमा गाईमा बठाल भनेर आउने बेला हामीलाई जनजाति आदिवासी बनाउने, हाम्रो पुर्खा कुन कालखण्डमा कहाँबाट कहिले आए प्रमाण यहाँ पेश गर, नत्र भने चाहिँ तेरो यहाँ हालत खराब हुन्छ भनेको है हजुर भनेर त्यही अप्ठ्यारो हो। तर हाम्रो मान्छेले त त्यो भन्ने चेतना त छैन, शिक्षा नै छैन। अब कसले दियोस् त्यो? अब त्यो कुरा एकहोरो मात्रै ताली चाहिँ भएन, त्यहाँ दोहोरो। अब हाम्रो कुरा भएपछि बल्ल दोहोरो ताली बज्छ र ताली बजेपछि सुनिन्छ बल्ल समाजमा, यहाँ पर पर वर पर के भन्ने कुरा चाहिँ दोहोरो कुरा चाहिँ अब अगाडि है। अब अहिले हाम्रो कुराहरू धेरै अगाडि गइसक्यो। हिजो कि अस्ति मैले बल्ल केपी ओलीले के भन्ने छ, होइन यो जनजातिको पनि राज्य थियो, कामी सार्की दलितको पनि राज्य थियो, राजा थियो भन्न लाग्छ। अब बल्ल हेर्नुहोस्, अब 18 वर्ष ओकल्नुपर्छ त्यो कुरा त। अझै बुझेको छैन हाम्रो मान्छेले। अब जनता हामीले मात्रै भनेका छौँ कि भोलि जनताले त्यो भनेको दिन नि त्यसको हालत खराब हुन्छ। अगाडि नै त्यो दबाई नजिकै आउँदैन त भाग्छ, देशै जोडेर भाग्छ अगाडि। त्यो थाहा भइसक्यो उसले त यत्रो गल्ती गरिसक्यो भन्ने कुरा। गल्ती भयो हजुर माफ पाऊँ भनेर प्रचण्डले पनि भनिरहेको छ। अझ एकचोटिलाई अब अन्तिम चाहिँ अब उदिने मौका दिने रे। अब अन्तिमपल्ट मौका दिने रे, आफ्नै छोराछोरी सम्झेर फेरि हामीले गल्ती गरेकै हो, अब एकचोटि अन्तिम मौका दिनुहोस् भनेर। अब त्यो मौकामा उसले के हालत बनाउँछ थाहै छैन। त्यस कारणले नो चान्स भन्ने कुरा चाहिँ अब हामी हाम्रो मान्छेलाई चाहिँ जगाउनु पर्ने, सिकाउनु पर्ने कुरा चाहिँ त्यो हो। उनीहरूलाई यस्तै गरी ठग्दै हिँड्छ उनीहरू है। कुनै चाहिँ तपाईँको ग्यारेन्टी छैन उनीहरूको, हामी त्यो लाग्ने। अब मैले भन्न खोजेको कुरा चाहिँ के हो भने, अब एउटा जिल्लाबाट अर्को जिल्लामा तपाईँ हामी चितवनको ठाई बासिन्दा भन्छौँ है। उदाहरणको लागि हामी चितवनमा अधिकांश मान्छे चितवनमा चाहिँ आज ठाई बासिन्दा बनिरहेका छौँ, बसिरहेका छौँ बनेर हामी कुनै न कुनै जिल्लाबाट त आयौँ। कोही लमजुङबाट आयो होला, कोही गोर्खाबाट, कोही तनहुँबाट, कोही काठमाडौँबाट, धादिङबाट, काकाबाट आयो होला हाम्रो मान्छे। अब यहाँको ठाई बासिन्दा, चितवनको ठाई बासिन्दा बन्नको लागि यहाँको सिडिओ, यहाँको चाहिँ अधिकृतहरूले त्यत्तिकै ठाई बासिन्दा बनाउँदैन। तपाईँलाई हामीलाई के भन्छ उसले, तपाईँ कुन जिल्लाबाट कहिले कहाँबाट आएको, बसाइ सराई कागज प्रमाण लिएर आइज भन्छ। बसाइ सराई कागज प्रमाण लिएर नआउँदासम्म यहाँको ठाई बासिन्दा बन्दै बन्दैन। एउटा देशभित्र एक जिल्लाबाट अर्को जिल्लामा जाँदा बसाइ सराईको कागज चाहिने, प्रमाण चाहिने। यहाँ त विश्वको कुरा भइरहेछ, देशको कुरा भइरहेछ। हाम्रो पुर्खा कुन कालखण्डमा कहिले कहाँबाट आएको प्रमाण बिना नै तिमी आदिवासी जनजाति दलित हो भनेर भक्काभक प्रमाणित गर्दैछ हामीलाई। हामी फेरि उस्तै छ, अरे हामी बाहिरबाट आएको हो भने चाहिँ हाम्रो प्रमाण खोइ भनेर माग्दा पनि माग्दैन हाम्रो मान्छेले फेरि। त्यसै कारणले दुवैको गल्ती हुन्छ क्या यहाँ यो स्थितिमा, बनाउने र बन्ने। भुटानी शरणार्थी भएर गयो बेच्यो भन्यो नि, अनि पछि त त्यो को त्यो भुटानी शरणार्थी बनाउने मान्छे एकछिन जेलमा बस्यो, त्यहाँ निकाल्यो। किन निस्क्यो भन्दाखेरि अब बेच्ने मान्छे आधा गल्ती हो, बेचिने मान्छे पनि उसको पनि गल्ती हो। उसले आफ्नो देश छोडेर त्यस्तो बनाएर ऊ मान्छे होइन, ऊ नागरिक पशु हो त्यो भन्छ अब त्यहाँ। अनि त्यो त्यसो भएर चाहिँ तपाईँको त्यो कुरा मिलेन। अहिले यो देश बिग्रियो, यो देश खत्तमै बनायो, बर्बादै बनायो भनेर त्यसलाई मात्रै दोष लाएर हुन्न। त्यो यहाँको जनताले चाहिँ अब आइन्दा त्यसलाई भोट दिनु हुन्न भन्ने कुरा चाहिँ जान्नुपर्ने, जनाउनु पर्ने समय आएको हो। अहिले मैले भन्न खोजेको कुरा चाहिँ मङ्गलबारले चाहिँ हामीलाई मूलवासी हो भने प्रमाण पेश गर्छ, बाहुनबारले चाहिँ हाम्रो पुर्खा बाहिर कतैबाट आएको हो भन्ने प्रमाण पेश गर्न सक्दैन। बनाउन त बनायो तर प्रमाण चाहिँ पेश गर्न सकेन भनेपछि त्यो फेल छ, त्यो कमजोर छ। बिना प्रमाण त काम छैन। हामीसँग प्रमाण छ त, हाम्रो पुर्खा बाहिर कुन कालखण्डमा कहाँबाट आयो भने प्रमाण छ छैन भने त्यो किन स्वीकारिराख्नु फेरि? बिना प्रमाण, बिना कुरा है, बिना आधार त्यो कुनै अर्थ छैन। त्यतातिर चाहिँ हामी लाग्नु हुँदैन र अब चाहिँ हाम्रो समाजलाई त्यो अन्धकारको बाटोमा फस्नबाट बस्नुपर्छ, बचाउनुपर्छ भन्ने कुरा चाहिँ एउटा कुरा हो। यो त एउटा कानुनी, एउटा नीति र पद्धति हो। अब इतिहासले के भन्छ त हैन? इतिहासको तर्फबाट हामी हेरौँ। इतिहासले के भन्छ भने हाम्रो इतिहास त जलायो। आज कामी दमाई सार्की को हो भनेर थाहै छैन। को हो? मगर गुरुङ राई लिम्बू को हो थाहै छैन। हाम्रो राजा थियो, गरे थियो, ऊ यता त ऊ माथि डाँडातिर गयो भने दरबार भट्किएको मात्रै पाउँछ, ढुङ्गामा।
अरू त केही छैन, जम्मै जलाइदियो उसले। अब हाम्रो इतिहास त उनले जलाएर खत्तम गरे। 31,000 पन्ना हाम्रो लिपि इतिहास जलाइदियो पृथ्वीनारायण शाहले। पछि त एवं रूपले जलाउँदै आएपछि त्यो अलिअलि भएको सिंहदरबारमा आगो लगाइदिन्छ, त्यो करिब 15-16 सालतिर ट्युबवेल जलाइदियो। अब इतिहासमा के हुन्छ भने एक सिक्काको दुई पाटा भन्ने हुन्छ इतिहासमा। इतिहासमा हामीले हिस्टोरी पढ्दाखेरि एक सिक्काको दुई पाटा भनेको चाहिँ एउटा पाटाबाट अर्को इतिहास हुन्छ अनि त्यो इतिहास चाहिँ यता अर्को पनि पाटो हुन्छ भन्छ। किन भन्दा इतिहास जित्नेको इतिहास लेखिन्छ, हार्नेको इतिहास लेखिँदैन भन्ने पनि हुन्छ कि इतिहासमा। जित्ने मान्छेले इतिहास लेख्छ, चाहे त्यो खराबै होस् चाहे चाहिँ गलतै होस्, त्यो इतिहास लेखेपछि त्यो त्यही नै साबित हुन्छ जबसम्म वास्तविक कुरा नआउँदासम्म। अर्को पान्ना अर्को पट्टा अथवा सिक्काको अर्कोपट्टि हेर्ने मान्छे नहुन्जेलसम्म, त्यसलाई खोज्ने मान्छे नहुन्जेलसम्म एकापट्टिको मात्र हेर्दाखेरि त्यो त्यही नै साबित हुन्छ, सत्य हुन्छ भन्छ। त्यसैले इतिहासको दुई पान्ना हेर्नुपर्ने हुन्छ। हाम्रो पान्ना दबिएको भए पनि ब्राह्मणको पान्नाबाट, ब्राह्मणवादीको पान्नाबाट इतिहास खोटल्दा ब्राह्मणवादीहरू चाहिँ यो देशको मान्छे होइन, मूलवासी होइन। यिनी कहाँका मूलवासी हो भन्दा युरोपको ककसियस माउन्टेनको मूलवासी हो। उनीहरू ककसियस युरोपबाट बल्गा नदीबाट 4000 वर्ष अगाडि भागेर इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत हुँदै नेपाल प्रवेश गरेको हो भन्ने इतिहास छर्लङ्ग लिखित रूपमा बाहुन अरुण बराल, केदारनाथ पाण्डे बाहुन, थुप्रै बाहुनहरूले लेखेर स्पष्ट गरेका छन् हैन। त्यो कुराहरू मैले किताबमा पनि यहाँ राखेको छु। अब कुरा के भन्छ, इतिहासले के भन्छ भने अब बाहुन क्षेत्री चाहिँ बाहिरबाट आएको प्रमाणै पेश छ। हामी चाहिँ बाहिरबाट आएको प्रमाणै छैन। किन छैन भन्दा हामी बाहिरबाट आएकै होइन। नआएपछि कहाँबाट प्रमाण होस् बाहिरबाट आएको? त्यो त यहीँको मान्छे हो त। इतिहासले चाहिँ त्यो भन्छ, त्यो दुईटा पान्नाले चाहिँ त्यो भन्छ। अब बाहुन क्षेत्री बाहिरबाट आयो, ल ठिक छ, उसले के बनायो हामीलाई, तिमी आदिवासी जनजाति दलित आदिमकालमा तिम्रो पुर्खा बाहिर कतैबाट आएको हुनाले तिमीहरू आदिवासी जनजाति हो भन्ने बनायो अरे। ल ठिक छ, आदिवासी भयो अरे हामी। त्यसो भए त्यहीबाट पनि हेर्दाखेरि बाहुन क्षेत्री पनि त बाहिरबाट आएको हो। अब ऊ चाहिँ कुन वासी हो त फेरि? ऊ त केही पनि भनेको छैन आजसम्म। आदिवासी जनजाति दलित त भन्दैन ऊ त, कुनै पनि वासी, न आप्रवासी, न आदिवासी, न के वासी, केही पनि भन्दैन उसले। अब यो के भएको त? यो किन भन्दैन त यसले भन्दा अब यो किन के भन्ने कुरा चाहिँ कहाँ गयो? अब यो कानुनमा गयो फेरि है। कानुनको नजरबाट हेर्दाखेरि के हुन्छ त यहाँ? अब म यसको अन्तिम च्याप्टरमा है, एक च्याप्टरको कानुनको नजरबाट हेर्दाखेरि आदिवासी जनजाति दलित भन्ने जुन शब्द छ नि, के हो? नाम हो त? नाम होइन। यो हाम्रो मान्छे ब्रह्म छ, यो नाम होइन। यो पार्टीको एजेन्डा थियो कुनै बेला। किन पार्टीको एजेन्डा? पार्टीको नारा भन्दा जनजाति बनाउने कसले ल्याएको त्यो एजेन्डा भन्दा एमाले के मसालको मोहन विक्रम सिंह र राजा वीरेन्द्र मिलेर त्यो पार्टीबाट लागू गरेका हो। पार्टीको एजेन्डा हो जनजाति, दलित पनि पार्टीको एजेन्डा हो, आदिवासी एमालेको एजेन्डा हो, एमालेको नारा हो है। अब यो कुनै इतिहासविदले, कुनै तपाईको मानवशास्त्रीले, समाजशास्त्रीले, कुनै वैज्ञानिकले पत्ता लगाएर प्रमाणित गरेर राखेको नाम आदिवासी जनजाति दलित होइन। यो केवल पार्टीहरूको नारा एजेन्डा बजाएर, नारा देखाएर एजेन्डा बजाएर के खाने, के स्वार्थ छ उसको, त्यो हिजो पार्टीको एजेन्डा थियो। 46 सालदेखि यता पार्टीहरूको एजेन्डा हो, नारा हो। त्यो आज 72 सालको संविधानमा आइपुग्दा त्यो कानुन बन्यो, कानुनको रूप लियो। अब त्यो एजेन्डाले भन्नको मतलब म कानुनको विद्यार्थीको हैसियतले म के भन्न चाहन्छु भने आदिवासी जनजाति दलित भनेको आज कानुनको रूप लिइसक्यो। अघि यो त कानुन हो, यो नीति हो, यो विधि हो। यो अब यसले के गर्यो भन्दा कानुनले हामीलाई बाँडेको छ। हिजो अफ्रिकामा कालाहरूलाई साङ्लोले बाँडेर गोराले संसारभरि रुल गर्यो है। भौतिक रूपले नै साङ्लोले बाँडेर बेचेको थियो भने आज हामीलाई ब्राह्मणवादले के गर्यो भन्दा साङ्लोले बाँडेन, कानुनले बाँड्यो हामीलाई। अब आदिवासी जनजाति दलित नामक कानुनले हडकडी लगाएको छ है।
साङ्लो लगाएको छ, आँखामा पट्टी बाँडेको छ, के पनि देखेको छैन भनेको त्यो कानुनको जनजाति कानुन, दलित कानुन, आदिवासी कानुनले हामीलाई बाँड्यो। यो कसरी भन्दा कानुन भनेको धेरै महत्त्वपूर्ण कुरा। आज लोकतन्त्र भनेको जनताको शासन, जनताको शासन बहुमत मात्र होइन, कानुनको पनि शासन, रुल अफ द ल। रुल कानुन भनेको संविधान, देशको मूल कानुन भनेको संविधान है। संविधानमा लेखिएको कुरा मात्रै पाइन्छ, देखेको कुरा कहिले पनि पाइँदैन। हेर्नुहोस्, कानुनमा अधिकार हाम्रो बारेमा लेखेको छ भने पाइन्छ, देखेको कुरा पाइँदैन। अब देशको मूल कानुन संविधानले नै निर्धारण गर्ने हो। आज एउटा भनाइ छ नि, बजारमा आइरहेछ भनाइ, राजा आउँदैन। किन आउँदैन भन्दा राजाको अधिकार, राजा हुने अधिकार संविधानले लेखेकै छैन भनेको छैन। संविधानमा राजा छ त, राजा रहने भन्ने कुरा छ त? छैन। संविधानले नै राजाको बारेमा नलेखेपछि संविधानले, नेपालको वर्तमान संविधानले राजालाई चिन्दैन, त्यसै कारणले राजा आउन सक्दैन। 47 सालको संविधानले राजालाई चिन्दथ्यो। 47 सालको संविधानले संवैधानिक के अरे बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र भनेको थियो। त्यसकारणले 47 सालको संविधानले राजा वीरेन्द्रलाई अधिकार दिएको थियो, त्यसैले राजा बन्दै गएको थियो हैन। भनेको मतलब संविधानले, आजको संविधानले राजालाई चिन्दैन, राजाको कुनै पनि ठाउँ छैन। अब राजा ल्याउने हो भने बहुमतको सांसदले संविधान संशोधन गरेर मात्रै बल्ल राजाको ठाउँ राखेपछि मात्र बल्ल राजा आउन मिल्ने हुन्छ। कानुन त राजा कहाँबाट आएका थिए? इतिहासमा राजस्थानबाट आएका थिए। संवैधानिक रूपमा राजा राजस्थान पुगिसक्यो। ऊ नेपालको नागरिक मात्र भएर मात्रै सामान्यता बस्ने कुरा हो भन्ने कुरा आयो। अब सुन्नु, यसैको पाटोबाट हेर्दा संविधानमा राजा नभएपछि राजाको कुरै छैन यहाँ भने जस्तै। संविधानमा मूलवासी छँदै छैन, मङ्गोल छँदै छैन है। त्यो मात्र छैन, त्यो नबुझ्नु होला फेरि तपाईँ। संविधानमा मूलवासी मङ्गोल छैन त के भयो? बदला मान्छेले फेरि होइन। मूलवासी मङ्गोल नहुनुको पछाडि के छैन त भन्दा मगर, गुरुङ, राई, लिम्बू, कामी, दमाई, सार्की, नेवार, थकाली, माझी, कुमाल, दराई जति पनि जात-जाति बनाइएको छ नि त्यो छैन। संविधान पढ्नु होला। संविधानमा धारा 84 उपधारा 2 मा खसआरे छ। तल स्पष्टीकरणमा लेखिएको छ। खसआरे भनेको बाहुन, क्षेत्री, थकुरी, दशनामी, सन्यासी मात्र छ। यो देश संविधानले के भन्यो? कानुन ब्राह्मण, क्षेत्री, थकुरी, दशनामी, सन्यासीको मात्र देश हो है, अरू होइन, अरूको अधिकार छैन भनिसक्यो। त्यो त बुझेकै छैन हाम्रो मान्छे, पढेकै छैन। हामीलाई त के बनायो त्यहाँनिर? आदिवासी जनजाति दलित बनायो। त्यो भनेको त बाहिरबाट आएको हो भने स्वीकार्नु ल। अब को हो त?